सर होइन लाग्यो क्या थोरै अनि बिचमा नहिँड्नु न छेउछेउमा हिँड्नु न मुख त कन्ट्रोलै छैन क्या जजहरूको क्या अरू रोडिजहरूमा चाहिँ कन्टेस्टेन्टहरू चाहिँ साइन गर्नुपर्छ भनेर उनीहरूलाई बोल्ने मौका धेरै दिन्छ नि त होइन उनीहरूलाई देखाउँछ नि त फुटेज उनीहरूको हुन्छ नि त यहाँ चाहिँ फुटेज सबै ग्याङ लिडरको फुटेज यार भाइरलै ग्याङ लिडर क्या त्यस्तो कराएर गाली गरेर कपाल काटिदिने कराउनु पनि हेर यस्तो कराउँछ त एउटा मिस्टेक गऱ्यो भने त्यसलाई त्यस्तो कराउँछ कि त्यो हुन्छ नि संसारको सबैभन्दा ठुलो मिस्टेक गरे जस्तो गरेर कराइदिन्छ त क्यामेरा स्ट्यान्ड नै लिनु पायो भने चाहिँ नभन चाहिँ एकचोटि गाइस आज चाहिँ हामीले चाहिँ टन्नै मुला किनेर ल्याएका छौँ होइन अनि यो मुलाको चाहिँ अब हामी यता चाहिँ किम्ची बनाउने यसको चाहिँ ए त्यसको चाहिँ किम्ची ए ल अनि आज चाहिँ हामी मोमो खानु लागेको छौँ हामी त थोरै भइसक्यो एकदमै हाम्रो चाहिँ यो सपनाको किम्ची रेडी हुँदैछ बेच्न थाल्नु पर्ला जस्तो किम्ची पनि दामी बनेको छ ल एकपल्ट चाहिँ बनाउँछौँ होइन एकपल्ट चाहिँ बेचिदिनु पर्ला पोस्टर हेरौँ न कसले किन्नु मन छ होइन कमेन्ट गर्नु होला एकै बट्टा मात्र है सानो बट्टा मात्र अनि प्राइस चाहिँ कति 200 ल एक बट्टा 200 होइन एकदम मिठो बन्छ होइन एक बट्टा चाहिँ जसलाई लिनु मन छ कमेन्ट गर्नु होला 200 मा किम्ची यो मुलाको है त मुलाको लाइक कमेन्ट गर्नु है मिठो चाहिँ मिठो हुन्छ यस्तो दामी छ त त्यहाँ भन्नु के भन्छ मोमोको भाडा नि पुग्दैन आज चाहिँ मिस्टर प्रजापतिले फर्स्ट टाइम भाडा मस्काउँदैछ मेरो लागि टल्किने भयो धेरै टल्किन्छ मोमोको भाडा नि पखाल अरे अरू के छ मन भाडा जाडो हुन्छ मलाई त दिनुहुन्छ त आफ्नो छोरालाई चाहिँ जाडो हुन्छ अरे ल मलाई त यो पनि ल्याऊ गर्दै मलाई त जाडै हुँदैन यो गाई जहिले चाहिँ हामी काठमाडौँ जाँदैछौँ अनि आज चाहिँ त्यही माइक एक्सचेन्ज गर्न जान लाग्यो अब हेरौँ एक्सचेन्ज गरिदिन्छ कि गरिदिँदैन अब किनेको चाहिँ 1 महिना हुन लाग्यो रिसिभर नै बिग्रियो अब रिसिभर बिग्रिएपछि ट्रान्समिटरको के काम लाग्यो त मेन डल्लै बिग्रिदियो क्या एउटा ट्रान्समिटर बिग्रियो भए त अर्को काम लाग्थ्यो रिसिभर नै बिग्रियो अनि माइक पनि महँगै माइक हो नि त अहिलेसम्मको महँगै माइक किनेको भने त्यही नै हो अनि खै अब एक्सचेन्ज गरिदिन्छ कि गरिदिँदैन त्यही नै हेर्न जानुपर्ने छ त्यो एक्सचेन्ज गरिदिएन भने त 9,000 रुपियाँ 1 महिनामा च्वाट फाल्टोमा है तर माइक चाहिँ राम्रो त राम्रो नै हो यो त चाँडै बिग्रिने रहेछ भने त के राम्रो भन्नु र है जम्मा 3 चोटि युज गरे होला 3-4 चोटि गनेर 3 चोटि युज गरे है 3 चोटिमा बिग्रियो त्यो पनि रेकर्ड गर्दा गर्दा बिग्रिएको क्या रिसिभरले नै काम गर्न छोडिदिइरहेको अचम्म म त चार्ज सक्यो होला भन्दा होइन त चार्ज राख्दा पनि चार्जै हुँदैन त र हामी यहाँ 1.5 घन्टामा पुग्छ होला है आज छोरोले अब मेडल के ट्रफी उचालेर लिएर आउने भयो है ट्रफी लिएर आउँछ आज अनि स्पेलिङ कन्टेस्टमा त्यत्रो मेहनत गरेको छ नि त अनि रातिको 12-1 बजेसम्म पढिरहेछ 12-1 बजेसम्म पढिरहेछ प्र्याक्टिस गरिरहेको छ अनि त्यो भिडियो पनि टक्कै यता साइडमा राखिदिन्छु म GRASP Quilt. QUELT Quilt. QUILT
अस्तिसम्म आउँथ्यो मिलिरहेछ त अनि म गर्दै बस्नु जति बेला नि मिलेन QUILT फेरि टाउकोमा यस्तरी टाउकोमा हानेर यसलाई न हो कि यत्रो सानो बेलामा नि प्राइजको कस्तो भ्यालु भएको कि हुँदैन यत्तिकै आउँथ्यो कि यत्तिकै केही नगरे नि मात्र गरे नि प्राइज आउने खालको जस्तो थियो कि म त सानो बेलामा म केही भ्यालु नहुने कि यस्तरी हुन्छ फेरि मेरो जमानामा चाहिँ कस्तो थियो भने प्राइज भनेको त्यो कपी र पेन्सिल के प्याक गरेर हुन्छ नि गिफ्ट प्याक त्यस्तै हुन्थ्यो हाम्रो पालामा कपी र पेन्सिल लिएर आइदिन्छन् है कपी र पेन्सिल अनि बक्स त्यही हो कि त्यो पछि म अलिकति 6-7 पुगेपछि मात्र हुन्छ नि त्यो मेडल सिस्टम छ नि आएको नभए त स्पोर्ट्स विकमा होस् कि जेसुकै विकमा होस् यति चाङचाङ त्यो प्यारेन्ट्स डे हुन्छ नि त्यो टाइममा त प्याक गरेर यति चाङचाङ राखेको हुन्छ कि कपीहरू के 40वटै पायो होला म त साँच्चै तर पट्याउँदैन होला तिमपट्टि गएको रहेछ कत्रो जाम हो यो अफिसमा नबसिकन यिनीहरू लफङ्गाहरू किन दौडिरहे यिनीहरू त्यत्तिकै घाम ताप्न आस कत्रो जाम क्या यत्रो मान्छेहरू यार बिना काम धन्दा निस्केर खोइ होला होला कतै कार्यक्रम होला नेपाली रोडी झेरे त्यसले त्यो कविता नेपालीले त एउटा केटीको कपालै काटिदिन्छ नि त्यो वायरमा अल्झ्यो भनेर क्या अनि टाक्स ढिलो हुन्छ भनेर यत्रो लामो कपालै काटिदिन्छ अरे यहाँसम्म भएको कपाल टाक्स गर्दा गर्दा कैँची लिएर आएर काटिदिन्छ अहिले त्यही कुरा विवादमा आइरहेछ केटी रिसाउँदैन त्यही लास्टै थर्काउँछ यार त्यसमा त यार ए नेपाली रोडिजमा त त्यो अब मायाले हुन्छ नि त्यो कनेक्सनै बिलअपै नहुने क्या टिचर र स्टुडेन्ट जस्तो क्या स्ट्रिक्ट टिचर र एउटा स्टुडेन्ट सोझो स्टुडेन्ट जस्तो क्या टिचरले कराउँदा कस्तो हुन्छ त्यहाँ पनि त्यस्तै क्या कस्तो लास्टै त्यो मुख चाहिँ हुन्छ नि लास्टै स्वभावै नभएको क्या बेहोरै नभएको भनौँ न मुख त कन्ट्रोलै छैन क्या जजहरूको क्या अरू रोडिजहरूमा चाहिँ कन्टेस्टेन्टहरू चाहिँ साइन गर्नुपर्छ भनेर उनीहरूलाई बोल्ने मौका धेरै दिन्छ नि त होइन उनीहरूलाई देखाउँछ नि त फुटेज उनीहरूको हुन्छ नि त यहाँ चाहिँ फुटेज सबै ग्याङ लिडरको फुटेज यार भाइरलै ग्याङ लिडर क्या त्यस्तो कराएर गाली गरेर कपाल काटिदिने कराउनु पनि हेरे यस्तो कराउँछ त त्यस अब आफ्नो कुरा आफूले राख्न पाउँछ नि त आफूले यो राइट्स हुन्छ नि त त्यसमा आफू बोल्न पाउँछ नि त होइन म त्यही बोल्नको लागि त आएको हो नि त म आफू त डिस्प्ले गर्न आएको हो नि त म यस्तो उस्तो भनेर इन्डियनमा चाहिँ यहाँ त ग्याङ लिडरले त एउटा भनौँ न पार्टिसिपेट गर्ने मान्छे कन्सिस्टेन्टले के भन्छ त्यो रोडिजले एउटा मिस्टेक गऱ्यो भने त्यसलाई त्यस्तो कराउँछ कि त्यो हुन्छ नि संसारको सबैभन्दा ठुलो मिस्टेक गरे जस्तो गरेर कराइदिन्छ त्यो बाउआमाले त्यत्रो कराएको थिएन होला हो मा त क्या मजाले रेस्पेक्ट गर्छ नि यार गाली नै गर्छ माया नै गर्छ बन्डिङै हुन्छ क्या एक महिनामा त उनीहरूको हुन्छ नि साथी जस्तो भाइ जस्तो हुन्छ नि त्यस्तो राम्रो बन्डिङ भइसकेको हुन्छ क्या ग्याङ लिडरहरूसँगै क्या अनि फेरि ग्याङ लिडरहरूलाई पनि रेस्पेक्ट पनि त्यस्तै दिन्छ यो ठाउँमा जाउँ जस्तो लाग्थ्यो त्यो गाली देखेरै जानु मन लागेन मलाई त यार सबै चिज सबैमा राइट कहाँ हुन्छ त होइन होइन सबै मान्छे सबैमा पर्फेक्ट हुँदैन नि त्यो चिज भनेको ग्याङ लिडरको दिमागमै छैन जो मान्छेले जे चिज नै गर्न सके त त्यो त सुपर ह्युमेन भइहाल्यो नि होइन हरेक मान्छेको हरेक एउटा ट्यालेन्ट हुन्छ नि गर्न सक्ने कोही चढ्नमा माहिर होला
होइन कोही दौडिनमा माहिर हुनसक्छ। सर होइन लाग्यो क्या थोरै अनि बिचमा नहिँड्नु न छेउछेउमा हिँड्नु न। साढे तिन छ 3.5 हेर न इन्डिया मात्र हो र नेपालमा पनि त्यसरी चाहिँ क्यामेरा स्ट्यान्ड नै लिनु पायो भने चाहिँ नभन चाहिँ एकचोटि हो र ओके 3 days बाँकी Are you excited? बिचरा हो हातमा आउन मात्र बाँकी छ होइन पाउन चाहिँ पाइसक्यो अब मेरो छोराले फ्राइडे के पाउँदैछ ट्रफी त्यस्तो पाउँछ अरे टिचरले हो र ओके 3 days बाँकी Are you excited? बिचरा हो हातमा आउन मात्र बाँकी छ होइन पाउन चाहिँ पाइसक्यो अब मेरो छोराले फ्राइडे के पाउँदैछ ट्रफी त्यस्तो पाउँछ अरे टिचरले गाइस आज चाहिँ हामीले चाहिँ टन्नै मुला किनेर ल्याएका छौँ होइन अनि यो मुलाको चाहिँ अब हामी यता चाहिँ किम्ची बनाउने यसको चाहिँ ए त्यसको चाहिँ किम्ची ए ल अनि आज चाहिँ हामी मोमो खानु लागेको छौँ हामी त छोडी भइसक्यो एकदमै गजबसँगले आज चाहिँ हामी मोमो मस्तसँगले खान्छौँ अनि त्यहाँनिर गाइस अब भिडियो यसरी दिनकै आइरहन्छ केही न केही मजासँगले यति भन्दै अब म मोमो बसाल्छु मोमो बसालिसकेपछि तपाईँहरूलाई भिडियो देखाउनु है त फाइनली मोमो बसालिसकेको छु अहिले चाहिँ त्यही नै हो गाइस अब तल एउटा कवडीमा सामान दिनुपर्ने छ त्यो सामान बेचेर आउँछु म पठाइदिएर आउँछु त्यो बेच्नुपर्ने छ अनि त्यो ठाउँमा अर्को चिज केही नयाँ चिज राख्ने विचार गर्दैछु तलपट्टिको पाके छैन राम्रोसँग पाके छैन के हो कस्तो सुक्खा देख्छ त चिल्लो होइन मैले चिल्लो कि फाइनली मोमो रेडी भइसकेको छ अवस्था यसलाई पनि मोमो खाउँ है मजा आयो झोल खान्छ तिमी पनि मोमो चपाउँ है त्यसले चम्चा यत्रो ठुलो मोमो अस्तिको कहाँ हो नगरकोटमा कत्रो ठुलो मोमो आएको है तिमी जत्रै है ल हाम्रो चाहिँ यो सपनाको किम्ची रेडी हुँदैछ बेच्न थाल्नु पर्ला जस्तो किम्ची पनि दामी बनेको छ ल एकपट्टा चाहिँ बनाउनु छौँ होइन एकपट्टा चाहिँ बेचिदिनु पर्ला पोस्टर हेर्नु न कसले किन्नु मन छ होइन कमेन्ट गर्नु होला एकै पट्टा मात्र है सानो पट्टा मात्र प्राइस चाहिँ 200 ल एकपट्टा 200 होइन एकदम मिठो बन्छ होइन एकपट्टा चाहिँ
कमेन्ट गर्नु होला 200मा किन्छु यो मुलाको है त मुलाको भाइ कमेन्ट गर्नु है मिठो चाहिँ मिठो हुन्छ यस्तो दामी छ खतरा छ है खतरा रियलमा कस्तो देख्यो अनि तपाईँहरूलाई चाहिन्छ भने चाहिँ 200 रुपियाँमा अनि फर्स्ट कस्टमरको दिनु होला त्यसपछि हामी बिस्तारै बिस्तारै अरू पनि बनाउँछौँ है त कम्पनी खोल्छौँ ल है त त्यहाँ भन्नु के भन्छ मोमोको भाँडा नि पुग्दैन आज चाहिँ मिस्टर प्रजापतिले फर्स्ट टाइम भाँडा मस्काउँदैछ मेरो लागि टल्किने भयो धेरै टल्किन्छ मोमोको भाँडा नि पखाला रे अरू के छ मम्मी भाँडा जाडो हुन्छ जाडो हुन्छ मलाई त दिनुहुन्छ त आफ्नो छोरालाई चाहिँ जाडो हुन्छ अरे ल देख मलाई त यो पनि ल्याऊ गर्दै अब गाडी भयो गाडी हो नि त जाडो हुन्छ मलाई त जाडै हुँदैन है